त्यो एउटा वर्कफोर्स निर्माण गर्नका लागि राष्ट्रिय स्तरमा नेसन वाइड क्याम्पेन लैजानका लागि र नेतृत्व दिन सक्ने क्षमता सहितका व्यक्तित्वको एउटा समूह भन्नुहोस्, एउटा चाहिँ नि नेतृत्व पंक्ति एउटा चाहिँ खडा गरेर हामी अगाडि बढाउन। अनि न तपाईँ हामी सबैले त्यो राज्यको परिकल्पना गरेको राज्यको त्यो ठाउँमा बसेर अनि तपाईँले डेलिभरी दिन सक्नु होला नि त। तपाईँ हामीले 23 गते पोलिटिकल घटना थियो भने 24 गतेलाई किन पोलिटिकल घटना हेरिनु? मलाई भन्नु। संविधानविद हुनुहुन्छ भने भन्नु पर्यो। हो भनिन्छ 23 गतिका त्यतिका हताहत हुँदा सबैका आङ सिरिङ हुने, कुल एकदम चाहिँ मान्छे हुने, भोलिपल्ट आउँदै गर्दाखेरि त्यसलाई छुट्याएर अलग्गिएर हेर्ने राज्यले जुन हेऱ्यो, मैले यो कुरालाई त्यसरी नहोस्। म पनि पुलिसमा बसेको मान्छे, पुलिसलाई हताहत भएको राजधानीमा पिटी मारेको मान्छेको त म पनि विरोध हुनु, तर समग्रतामा भनिरहेको छु। त त्यो उसमा बनेको सरकार, त्यो फाउन्डेसनमा बनेको सरकारले जुन अपेक्षा थियो त्यो अपेक्षाहरू चाहिँ पूर्ण गर्ने तर्फ भन्दा पनि यो फेरि चाहिँ के भने इलेक्सनलाई नै प्रायोरिटाइज गरेर गरेको अवस्थाले गर्दा यो अवस्था आइरहेको छ। म तपाईँ आजको विषय त आउनु त पर्यो त, कसरी आउने भन्ने। अब यो आजको विषय तपाईँ हामी भेलामा चाहिँ के भइरहेछौँ त? मलाई एउटा अर्को कुरो खड्के, तपाईँले बोलाउनु भयो त म हुँ भन्ने र यही आए देश बचाउन सकिन्छ भन्ने मान्छेहरूलाई बोलाउनु भएको छ? हो, यो कुरा मैले कमिङ टु द पोइन्ट है, सरी मलाई अन्यथा नलिनु होला। यो प्राग्मेटिक यो ऊ खालको पार्टीमा प्रस्परिजम भनेर हामीले राख्यौँ, इजम चाहिन्छ समुन्नतवाद भनेर राखेको छ। यसमा अघि हामीले रमन सरले नै भन्नुभयो, यहाँ कसले उहाँले सायद अशोकले नै भन्नुभयो लोकतान्त्रिक परिवेशको पार्टी हो, लोकतान्त्रिक उसमा चाहिँ अगाडि बढ्नुपर्छ भनिन्छ। इकोनोमीको हिसाबले मोडर्न लिबरल र यो चाहिँ डिजिटलाइज इकोनोमी, त्यो चाहिँ नि ग्रोथ ओरिएन्टेड इकोनोमीमा हामी बेस्ड छौँ, जहाँ इभिडेन्स बेस्ड इकोनोमी छ। इभिडेन्स बेस्ड भन्नाले हरेक कुरा अहिले एडमिनिस्ट्रेसनदेखि चाहे त्यो चाहिँ नि जुडिसियरीदेखि अन्य कुराहरूमा पनि सबै खालको चाहिँ नि डेटाले के बोल्छ, हिजो उन्नति प्रगति कसरी भयो भन्ने बेन्चमार्क हुन्छ। योजना आयोगले योजना त बनाइदियो, सधैँ थन्क्याएर राखेर किरा लाएर खाने खालको अवस्था भयो, जसले गर्दा जेनजी मुभमेन्ट आयो। त्यो सबैको रियाक्ट गर्ने एउटा उसमा 23 र 24 गतिको आन्दोलन जुन आएको थियो जायज मात्रै भन्ने मेरो बुझाइ। म प्रहरीमा 30 वर्ष रहँदै गर्दा इन्सपेक्टर एउटा आइजी हुँदाखेरि पनि यो खालको भयावह अवस्थाको चाहिँ धेरै ठाउँमा हामीले नियन्त्रण गरेका थियौँ। मैले चाहिँ यो भन्नुभन्दा पनि मैले मुखले बोल्नुभन्दा तीर्थराम डङ्गोल भन्ने नेपाली कङ्ग्रेसका हुनुहुन्थ्यो, पहिला हवाईजहाज भनेर चिन्ह लिएर यहाँ ऊ पनि हुनुभयो, मेयर पनि। उहाँले किताब राख्नु भएको छ, प्रहरीमा जथाभावी चाहिँ नचलाउने र नागरिकलाई सुरक्षित राख्ने चाहिँ प्रहरीमा सर्वेन्द्र खनालदेखि भनेर किताब छ, मैले लेखेको हो। मैले यो किन भनेको भने मलाई त्यो 23 र 24 कोले जुन जायज मागहरू हुँदाहुँदै त्यो मागलाई चाहिँ अलपत्र बाँधेर अन्तरिम सरकारले व्यवस्था गर्दै पुनः पनि फेरि त्यस्तै खालको अवस्था निम्त्याउने कुराको चाहिँ मैले खुलेर मैले विरोध भनौँ समीक्षा भनौँ गरेको अवस्था छ। त्यही अवस्थामा पार्टी अन्तिम दिन यिनै मुद्दाहरूलाई पनि बेस बनाएर के रिफर्म भन्नु, तर मैले प्राग्मेटिक कुरामा जानु पऱ्यो, इभिडेन्स बेस्डमा जानु पऱ्यो। के कारणले गर्दा यो मुलुकलाई यो जर्जर अवस्थामा बनाइयो इकोनोमी हो, इन टर्म्स अफ पोलिटिकल स्टेबिलिटी होस्। हामी जहिले पनि भन्छौँ राजनैतिक स्थायित्व हुँदैन, के कारणले स्थायित्व भएन भन्ने विषय त त्यहाँ छ नि। त्यही कुरालाई हामीले राख्दैनौँ न सबैसँग, हृदय खुला गरौँ न भन्ने विषयमा कसैसँग केही पनि नगाइकन जे बुझिया छ अहिलेसम्मको अध्ययन विश्लेषण र मैले युनाइटेड नेसनमा 5 वर्ष सेवा गरेको र बाहिर मुलुकहरूमा पनि द्वन्द्वग्रस्त मुलुकहरूमा सेवा गरे बापत त्यहाँ पिस अर्डर कायम गरे बापत अवार्डेड पनि भएको तपाईँको नेपाली नागरिक भएको हैसियतले यो मुलुकमा द्वन्द्वमै फसाउने काम पुनः भइरहेछ। माओवादीको पालामा पनि कम्ब्याटेन्ट्सहरूलाई न्यायसङ्गत कुराहरू दिइएन, ती घाइते भयो, अहिलेसम्म अवस्था त्यस्तै भयो। प्रचण्डजी भनौँ सबैको कुरा काट्नुको जरुरत थिएन, व्यक्तिगत नभनेका हुन्, नीतिगत कुरामा मैले यो कुराहरू भनिरहेको छु। त्यो कारणले सबैको के पोखियो भन्दा 23 र 24 गतिको जुन घटना 23 गतेले गर्दा 24 गते निम्त्यायो। 23 गते पोलिटिकल घटना थियो भने 24 गतेलाई किन पोलिटिकल घटना हेरिनु? मलाई भन्नु। संविधानविद हुनुहुन्छ भने भन्नु पर्यो। हो भनिन्छ 23 गतिका त्यतिका हताहत हुँदा सबैका आङ सिरिङ हुने, कुल एकदम चाहिँ मान्छे हुने, भोलिपल्ट आउँदै गर्दाखेरि त्यसलाई छुट्याएर अलग्गिएर हेर्ने राज्यले जुन हेऱ्यो, मैले यो
कुरालाई त्यसरी नहोस्। म पनि पुलिसमा बसेको मान्छे, पुलिसलाई हताहत भएको राजधानीमा पिटी मारेको मान्छेको त म पनि विरोध हुनु, तर समग्रतामा भनिरहेको छु। त त्यो उसमा बनेको सरकार, त्यो फाउन्डेसनमा बनेको सरकारले जुन अपेक्षा थियो त्यो अपेक्षाहरू चाहिँ पूर्ण गर्ने तर्फ भन्दा पनि यो फेरि चाहिँ के भने इलेक्सनलाई नै प्रायोरिटाइज गरेर गरेको अवस्थाले गर्दा यो अवस्था आइरहेको छ। म तपाईँ आजको विषय त आउनु त पर्यो, त कसरी आउने भन्ने। अब यो आजको विषय तपाईँ हामी भेलामा चाहिँ के भइरहेछौँ त, मलाई एउटा अर्को कुरो खड्के, तपाईँले बोलाउनु भयो त म हुँ भन्ने र यही आए देश बचाउन सकिन्छ भन्ने मान्छेहरूलाई बोलाउनु भएको छ? हो, यो कुरा मैले कमिङ टु द पोइन्ट है, सरी मलाई अन्यथा नलिनु होला। कि हामीलाई निमुखा देख्नु, कि हामीलाई के देख्नु, कि हामीलाई राष्ट्रघाती गरे कुनै एउटा प्रमाण भेट्नु भएको छ तपाईँ? अब पार्टी अन्तिम दिन दर्ता हुँदै गर्दा रमन कर्णजी लगायत उहाँहरू लगायत सबैले एउटै बनाएर जाउँ भनेर हामी पनि लागेको थियौँ, तर अन्तिम दिनसम्म त म कुरेकै हुँ। जेएनजीहरूको मुद्दालाई के नै पाउँछु भनेर म हिँडा पनि होइन। भोलि क्रिमिनलाइज गर्दै गरेको सरकारले मलाई नि क्रिमिनल बनाउन सक्ने त्यो च्यालेन्ज मैले एक्सेप्ट गरेर अगाडि बढेको हुँ। आउनुहोस् न वार्ता गर्न बस। मैले अहिले पनि राष्ट्रिय परिवर्तन पार्टीको पूर्वमा जाँदै गर्दा हरेक ठाउँमा उहाँहरूका जेएनजीको उसलाई खुट्टा काटेको भाइ राजेश पटेलको अध्यक्षतामा जेएनजीहरूको सबै शहीद परिवार, उहाँका सबै घाइतेहरू सहितको उसमा गर्दा मलाई संरक्षक बनाउनु भएको छ। उहाँले पम्पलेटमा राख्नु भएको छ, मैले बोलेको कुरा होइन, पम्पलेटमा मेरो फोटो राखेर गर्नुभएको छ। र म पुगिरहेको छु। आज पनि उदयपुरमा तपाईँले दुईवटा शब्द मात्र बोलिदिनु पर्यो, माइकबाट भनिदिनु पर्यो भने म जान्न सक्ने अवस्थामा थिएँ, किनभने आज उहाँले यो महत्त्वपूर्ण कार्यक्रम राख्नु भएको छ ऋषितममा। त्यसै त मैले छुटाउन चाहेँ। हामीमा एउटा कुरा त राख्नु पर्यो, मैले मात्र भन्ने विषय त हो, तर कहाँनिर हामी चाहिँ उभिरहेका छौँ भने अब देश र जनता र हामी जति पनि पार्टीका सभापति अथवा अध्यक्ष अथवा प्रतिनिधि छौँ, मुखुन्डधारीहरूको मुखुन्ड उतार्नु पर्यो। पहिलो कुरो त्यहाँनिर छ, मुखुन्ड उतारौँ पहिला। मुखुन्ड लाएर यहाँ चाहिँ एउटा अल्टर नेसनलिस्ट टाइपको चाहिँ कुराहरू गरेर आइरहेछ, त्यसको त सायद यसैको यही आज बस्नु परेको हो। यो नकाबहरू उतार्न जरुरी छ। र अर्को, जसरी बकुल्ला छेउमा बसेर पोखरीको उसमा माछालाई पहिला चाहिँ एकदम आसन बनाएर पुरै हलचल नगरिकन बसिरहेछ र केही पर्यो भने माछालाई ठुङ्न जान्छ, केही पर्दा यस्ता खालका तत्त्वहरूलाई पनि तल आउनु पर्ने अवस्था भइरहेछ। जहाँ जसले वातावरण प्रदूषण गर्यो, जहाँ इकोसिस्टमलाई खतम पार्यो, जहाँ पोलिटिकल कल्चरलाई डिस्ट्रोय गर्यो, जहाँ राष्ट्रको इमेजलाई टार्निस गर्यो, जहाँ हामी नेपाली भनेर गर्व गर्न सक्ने खालको अर्को अवस्था आयो। र तिनै जेएनजी पुस्ताले, जेएनजीहरूले सबैको भावना प्रतिनिधित्व गरेर गरेको आन्दोलनमाथि त्यो डिजिटलको दुरुपयोग गरेर कसैलाई भगवानको रूपमा चाहिँ पुजिँदै गर्ने अवस्थाको पनि अन्त्य हुनुपर्छ भन्ने मलाई लाग्दछ। योगदान र उहाँले गरेका विचारको आधारमा र यो राष्ट्रलाई समर्पित भावनाको आधारमा कदर हुनुपर्छ भन्ने मेरो बुझाइ छ। र यति कुरा चाहिँ समग्रतामा भने, र बाँकी अहिले बस्दै गर्दा हामीले अहिले भनियो कुनै चुनाव चिन्हमा हो आफ्ना विचार पक्कै हुन्छन्, आइडियोलोजी पक्कै हुन्छ। अथवा हाम्रो नवराजीले भन्दै गरेर मैले सबै आउनु मैले सकेँ, तर मेरो भनाइ हामी सबैको विचार त्यही छ भने एकपटक चाहिँ हामीले ल हामी मिल्ने जति अहिले आएको नागरिक उन्मुक्ति पार्टीका केही इस्यु त राम्रा छन् कि, केही इस्युज भन्नाले राम्रो भएन भन्ने विषय होइन, केहीमा असहमत भइएला, तर प्रस्तुत गर्ने पनि आफ्ना किसिमका बाटा हुन्छन्। अर्कोलाई वर्जित गर्ने, अर्कोलाई यहाँबाट चाहिँ अमिट गर्ने खालको विषय पनि नहोस्। हामी एक हुन सक्छौँ, तर एक हुने आधार चाहिँ के हुन सक्छ भने हामी मध्येबाट खुल्ला हृदयले भन्नु, म जसरी उहाँ नागरिक राष्ट्रिय चाहिँ परिवर्तन पार्टीमा म त गइरहेको छु नि, पार्टीकै ब्यानरमा पनि गएँ, गर्न त सकिँदो रहेछ। त्योभन्दा अगाडि 4वटा पार्टीको अहिले पनि आइरहेको छ, गरौँला के छ। अब त्यो तपाईँहरू पनि आइरहेको होला, सबैले भन्छ फेरि यहाँ त म कहाँ 5-7वटा पार्टी आइरहेको छ मिल्न त भनिरहेकै छ। त्यो त कसको छ आफ्नो स्ट्रेन्थ त्यो आफ्नो होला, तर एकछिन हामी सबै मिलेर जुन ऋषिले अहिले राख्नु भएको छ साह्रै राम्रो कुराहरू छ, त्यो हामीले पनि मनन गरेको विषय, तर आफ्नो अलिकति अहमता अथवा आफ्नो कुहरूलाई छोडेर ऱ्यासनालिटीको आधार यो मुलुकमा भ्रष्टहरूलाई तलाउनका लागि
त्यो एउटा वर्कफोर्स निर्माण गर्नका लागि राष्ट्रिय स्तरमा नेसन वाइड क्याम्पेन लैजानका लागि र नेतृत्व दिन सक्ने क्षमता सहितका व्यक्तित्वको एउटा समूह भन्नुहोस्, एउटा चाहिँ नि नेतृत्व पंक्ति एउटा चाहिँ खडा गरेर हामी अगाडि बढाउन। अनि न तपाईँ हामी सबैले त्यो राज्यको परिकल्पना गरेको राज्यको त्यो ठाउँमा बसेर अनि तपाईँले डेलिभरी दिन सक्नु होला नि त। तपाईँ हामी त्यही ठाउँमा पुग्ने वञ्चित बनाइनेछ भने वञ्चित त केले बनाइन्छ तपाईँ सबैलाई हामीलाई रियलाइजेसन भइसक्यो। त्यसकारण यी मुखुन्डा नै उतार्नु पर्यो। मानवहरूलाई कुनै सिटिजनै होइन, नागरिकै होइन यो भन्ने खालको भाष्य जुन चाहिँ न्यारेटिभहरू यहाँ चाहिँ भइरहेछ, यो कुराको पनि रोकिनुपर्छ। किनकि यहाँलाई म अर्को एउटा राख्न चाहन्छु, संसारमा सबैभन्दा बढी साइबर क्राइम र यसले आक्रान्त बनाएका र मान्छेहरूलाई दिन दहाडे मर्नुपर्ने, सुसाइडल गर्नुपर्ने, किन घरको जसले भोग्यो त्यसलाई मात्र थाहा छ। अहिले जेन्जीका घाइते र उहरू बसेका शहीदका परिवारलाई त्यो एउटा पीडा छ। हिजो माओवादीमा बस्दै गर्दा भएकाहरूलाई पीडा छ। तर हामी अरूले त्यो कुरा मनन गर्ने कि नगर्ने भन्ने विषय पनि अहम विषय र महत्त्वपूर्ण विषय हो भन्ने मलाई लाग्छ। र अहिले आजको यो उसले चाहिँ के आओस् भन्दा सही नेतृत्व र राष्ट्रियतालाई सवालमा राखेर भड्काउको राजनीति होइन। राजनीति गर्ने भने टेम्पोररी टेम्पोररी फेनोमेना पनि होइन। जे मन लाग्यो त्यही गरेर पपुलिस्ट कुराहरूलाई मात्र राखेर भोलि ध्वस्त हुने खालको विचार र ऊ मात्र यहाँ प्रवाह गरेर पुरै भड्काउ हिजो पनि गरे राजनीति गर्नेहरूले। कसलाई घर दिन्छु भने, कसलाई जग्गा दिन्छु भने, कसलाई ब्याङ्क ब्यालेन्स दिन्छु भने, कसलाई यस्तो बनाइदिन्छु भनेर हिजो गरेर राजनीति र यतिले साधन प्राप्त गर्नु पर्यो, काख रित्याउनु पर्यो। सबैका अहिलेसम्म आँसु पुस्न सकिएका छैनन्। फेरि पनि यिनै खालको भड्काउ राजनीतिमा तपाईँ हामी बगेर पनि लाग्नुहुन्न भन्ने मेरो यो स्पष्ट बुझाइ छ। र आजको स्थितिमा जुन आयोजना गर्नुभएको छ, एक हौँ